अनमोल केसीले बनाएको जेरी अन टपको रेकर्ड तोड्नुभयो होइन, तोडिसक्यो आबाट आमाले। अब अनमोलसँग हजुरको कतार जाँदाखेरि एकदम चिनजान भेटघाट भएको थियो होइन, अब अहिले अब कसरी सम्झिनुहुन्छ त्यो छेड? अहिले आबाट आमाले अनमोल केसीको मुभीको रेकर्ड तोडिसक्यो। यस्तो हुन्छ अब 100 दिन पुगेपछि उषाजीको गिफ्ट आउँछ भनेर खुसी हुनुहुन्छ या कहिले 100 दिन पुग्ला र कृष्णले मलाई गिफ्ट दियो? म 100 दिन पुग्ने बित्तिकै गिफ्ट पाउनुहुन्छ उहाँले। हाम्रै अगाडि दिन है? म सबैको अगाडि त्यस्तो एक्सेप्ट गर्नुहुन्छ गिफ्ट स्वरूप अर्को राधा? नो 30औं दिनमा हाम्रो चाहिँ अब यो बिजनेसको त मैले भनिहालेँ होइन। त्यो रेकर्ड चाहिँ हाम्रो राजाको चलचित्रले भनौँ अब आबाट आमाले चाहिँ अब उ गर्दैछ भनेपछि अब एकदमै ब्रेक मात्र होइन, उहाँ त एकदम सुपरस्टार, अब के भन्छ सुपरस्टार चाहिँ उहाँलाई चाहिँ मान्छु मैले चाहिँ। मलाई यो विषयमा चाहिँ अलिकति बेसी केही पनि थाहा भएन हो, अनाउन्समेन्ट गर्नुभएको छ तर त्यस्तो कुरा भएको छैन। यो क्वेसन चाहिँ हजुरले हाम्रो डिरेक्टर सरलाई गर्नुपर्छ, यही हुनुहुन्छ। दसैँमा अरू फिल्म त आउँदैछन् कि सँगसँगै अनमोल केसीको बाटुलो जुन पनि आउँदैछ? तपाईँले भन्नुभएको थियो कि अनमोल केसीको सँग कुरा भएको थियो बाटुलो जुनको लागि भनेर होइन, बाटुलो जुन पनि दसैँमै आउँदैछ होइन। अब के भन्न चाहनुहुन्छ? आबाट आमा 2 पनि दसैँमै आउँदैछ, बाटुलो जुन पनि दसैँमै आउँदैछ। एकदमै स्वागत छ उहाँहरूलाई। अनि आज फिल्म आबाट आमा रिलिज भएको ठ्याक्कै 30 दिन पुगेको छ र 30 दिनमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ उही माया र उही साथको साथ फिल्म चलिरहेको छ। यसको लागि त सम्पूर्ण टिमलाई सुरुमा त धेरै 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 शुभकामना छ। धन्यवाद। अब चन्द्र दाईबाट नै जान चाहे, दाई यो खुसीलाई कसरी साट्नुहुन्छ तपाईँ? अब हामी धेरै नै खुसी छौँ। अब कसरी साट्ने भन्दा पनि जुन माहौल बनेको छ फिल्मको, यो चुनावको यस्तो ठुलो के अरे माहौल देश पनि खास सुनिरहेको छ। फिल्म देशभरि आज पनि असल छ, आज पनि तपाईँको जति हाम्रो फर्स्ट डे फिल्म पैसा कमाएको थियो त्यति नै लगभग आज 30औं दिन कमाएको छ फिल्मले होइन। त्यही भएर हामी एक्साइटेड छौँ। अझै फिल्म धेरै चल्ने वाला छ होइन, किनकि धेरै बिदा बाँकी छ होइन। त्यही भएर अझ धेरै आशा लिएर हामी अघि बढिरहेछौँ। सबभन्दा पहिला धन्यवाद दिन चाहन्छौँ। अघि दाइले भने जस्तै आज पहिलो दिनको माया जस्तै पाइरहेछौँ। बिहान हामीले हेर्दाखेरि दाङ, नेपालगञ्ज, बिर्ता मोडदेखि लिएर काठमाडौँका सम्पूर्ण अनि पोखरामा पनि धेरै र चितवनमा राम्रो हाउसफुल हुँदै थियो होइन, र भइरहेको छ। यसको लागि एकदमै धन्यवाद छ। यत्तिकै हामी भगवान् भन्दैनौँ दर्शकलाई, यो माया र यो साथको लागि नै हामी भगवान् रूपी दर्शक भन्छौँ। सो भगवान् रूपी दर्शकलाई धन्यवाद छ। हामी भर्खर 30 दिनमा छौँ, नातिनु होला। तपाईँलाई यो सोद्धाखेरि 30 दिनमा पनि भन्नुभएको थियो, पनि नभन्नु होला। बल्ल 30 दिनमा छौँ हामी, 51 दिन पुग्न बाँकी छ, 100औं दिन पुग्न बाँकी छ। हजुर धन्यवाद। है हजुर 100 दिन पुगेपछि उषाजीको गिफ्ट आउँछ भनेर खुसी हुनुहुन्छ या कहिले 100 दिन पुग्ला र कृष्णले मलाई गिफ्ट दियो? म 100 दिन पुग्ने बित्तिकै गिफ्ट पाउनुहुन्छ उहाँले। हाम्रै अगाडि दिन है? म सबैको अगाडि। त्यस्तो एक्सेप्ट गर्नुहुन्छ गिफ्ट स्वरूप अर्को राधा? नो ओके, हजुर चाहिँ कसरी साट्नुहुन्छ यो खुसीलाई? म एकदमै खुसी छु। जस्तै अब दर्शक भनेको भगवान् रूपी दर्शकहरूलाई 10 औँला जोडेर यहीँदेखि एकदमै धेरै धन्यवाद हामीलाई यति धेरै माया गरिदिनु भएकोमा। पहिलो दिन जसरी नै माया पाइरहेको छौँ र हामी सम्पूर्ण आबाट आमाको टिम नै एकदमै खुसी छौँ है। यता सबभन्दा धेरै त रोहित दाई हुनुहुन्छ खुसी, अर्को खुसी। म त अहिलेसम्मकै अब हामीले चाहिँ डिस्ट्रिब्युसन गरेको चलचित्रमा सबैभन्दा बढी व्यापार गरेको चलचित्र नै आबाट आमा हो। त्यसले गर्दा खुसीको त मेरो त सीमा नै छैन। सँगसँगै अब आज 30औं दिनमा हाम्रो चलचित्र आबाट आमाले यो वर्षको दोस्रोमा चाहिँ बिजनेस चाहिँ दोस्रो भइसकेको छ। आजको बिजनेस हाम्रो लगभग 30 लाखको हाराहारीमा पुग्ने छ। हिजोसम्म 12 करोड थियो होइन, 12 करोड चान्चुन थियो भने पछाडि हामीले चाहिँ आजबाट चाहिँ जेरीको रेकर्ड नै हामीले तोडिसक्यौँ। अब खुसी त अब यो चुनावी माहौल अनि यो जुन तपाईँको 30औं दिनमा 12 करोड चान्चुन बिजनेस गर्नु भनेको 12-30 नाग्नु भनेको चाहिँ अब योभन्दा ठुलो खुसी के हुनसक्छ? र अरू चलचित्रले रेकर्ड राखेको, रेकर्ड ब्रेक गरेको चलचित्रले चाहिँ तपाईँको 75औं दिन, 100औं दिन, 51औं दिनमा गर्ने बिजनेस चाहिँ हामीले 30औं दिनमा जितिसकेको छौँ अरू चलचित्रलाई भनेपछि अब योभन्दा खुसी हुने छैन।
हाम्रो नेपालको अहिलेको चाहिँ अब यो 4-5 जना स्टारहरू जो हुनुहुन्छ हामीले नै उहाँहरूको चलचित्र वितरण गर्दै आइरहेका छौँ। त्यो मध्येमा म त आज के भन्छु भनेदेखि अब यो जुन 30औं दिनमा हाम्रो चाहिँ अब यो बिजनेसको त मैले भनिहालेँ होइन, त्यो रेकर्ड चाहिँ हाम्रो राजाको चलचित्रले भनौँ अब आबाट आमाले चाहिँ अब उ गर्दैछ भनेपछि अब एकदमै ब्रेक मात्र होइन, उहाँ त एकदम सुपरस्टार, अब के भन्छ सुपरस्टार चाहिँ उहाँलाई चाहिँ मान्छु मैले चाहिँ। अब मैले मात्रै भन्दा पनि 30औं दिनमा 12 करोड 30 लाख भन्दा माथिको बिजनेस चाहिँ आबाट आमाले गर्दै गर्दा नेपाली फिल्म इन्डस्ट्रीले नि पल राजालाई सुपरस्टार मान्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यो सँगसँगै अब ब्लकबस्टर डाड साहब यहीँ हुनुहुन्छ, त्यही नै हो है। म एकदमै खुसी छु। अब खुसीको कुरा चाहिँ अब खुसीको क्वेसनै नगर्नुहोस्, योभन्दा ठुलो खुसी अहिले यो वर्षलाई हुनै सक्दैन, किनभनेदेखि आबाट आमा भन्दा जस्तै यो वर्ष अरू कुनै पनि चलचित्र योभन्दा बढी बिजनेस यस्तो छोटो समयमा गर्छ भन्ने नै अब हामीलाई उ लागिरहेको छैन। योभन्दा ठुलो खुसी अर्को के हुनसक्छ र हामी चलचित्र कर्मीको लागि। अब जस्तो कि पलजी अनमोल केसीले बनाएको जेरी अन टपको रेकर्ड तोड्नुभयो होइन, तोडिसक्यो आबाट आमाले। अब अनमोलसँग हजुरको कतार जाँदाखेरि एकदम चिनजान भेटघाट भएको थियो होइन, अब अहिले अब कसरी सम्झिनुहुन्छ त्यो छेड अहिले आबाट आमाले अनमोल केसीको मुभीको रेकर्ड तोडिसक्यो? यस्तो हुन्छ, अब अनमोल प्रदीपको फिल्म भन्नुभन्दा हामी नेपाली फिल्मको जित भएको छ, नेपाली इन्डस्ट्रीको जित भएको छ, आबाट आमाको जित भएको छ नै, नेपाली फिल्म इन्डस्ट्रीको नै जित भएको छ। त्यसमा धेरै इङ्ग्लिस फिल्महरू आयो, हिन्दी फिल्महरू आयो, सबैलाई पछि पार्दै नेपाली फिल्मले जित्नु भनेको चाहिँ हामी सम्पूर्ण नेपाली फिल्म इन्डस्ट्रीको चाहिँ जित हो, सबै आर्टिस्टको जित हो। अनमोल केसीलाई टक्कर दिए पल शाहले भनिराख्नु भएको छ होइन, तपाईँ यो त्यो मान्नुहुन्छ? तपाईँले टक्कर दियो हो? त्यो होइन, टक्कर होइन, मैले भनेको हामी सबै कलाकारको जित हो होइन। नेपाली फिल्मले अहिले चुनावी माहौलमा यति धेरै 15-20वटा फिल्महरू थिए इङ्ग्लिस हिन्दी गरेर, र सबै विदेशी फिल्मलाई जित्नु नेपाली फिल्मले सबै नेपाली फिल्मको आर्टिस्टको जित हो। अनमोल केसीको पनि जित हो, प्रदीपको जित हो, दयाङ दाई, सौगात दाई, सबैको जित हो यो चाहिँ। हजुर, अब पल शाह नेपालको अब सुपरस्टार हो अहिलेको, किनभने अघिल्लो वर्ष पल शाहलाई यो समयमा हेर्ने हो भने एउटा फ्लप हिरोको ट्यागले हिँडिराख्नु भएको थियो अघिल्लो वर्षसम्म, यो समयमा हेर्ने हो भने अब 1 वर्षमै यति धेरै चेन्ज भएर आइसक्नु भयो कि पल शाह अब सुपरस्टार सबैले ट्याग दिन थालिसके। सो हजुरले चाहिँ यो कुरालाई कसरी हेर्नुहुन्छ? मेरो कामलाई एप्रिसिएट गरिदिनु भएको छ होइन, मेरो फिल्मलाई, मेरो काम, मेरो सेड्युलहरूलाई चाहिँ सबै चिजलाई चाहिँ उहाँले माया दिनुभएको छ, साथ दिनुभएको छ र यो एप्रिसिएट गरिदिनु भएको छ, यसको लागि चाहिँ धन्यवाद दिन चाहन्छु। अब कुनै ट्याग दिनुहुन्छ त्यो चाहिँ मलाई हुन्छ नि त्यो दिन पाउनुहुन्छ उहाँहरूले, तर म चाहिँ आफैलाई चाहिँ यो ट्याग भन्न चाहन्न होइन। मैले जहिले पनि भन्ने गर्छु, म एउटा सिम्पल भुइँ मान्छे हो, म सम्पूर्ण जनताको दर्शकको चाहिँ म छोरा हो, दाइ हो, भाइ हो, कलाकार भनौँ न, एउटा आर्टिस्ट हो, म सबै नेपाली दर्शकको त्यही नै हो, अरू केही पनि होइन। यता हाम्रो निर्माताजी हुनुहुन्छ, अलि अगाडि आइदिनु न। कति खुसी हुनुहुन्छ होइन, कस्तो लागिरहेछ यो माहौल आज 30औं दिनसम्म आइपुग्दाखेरिको होइन, कसरी साथ हुन्छ हजुरको? यतिको 30औं दिनमा यतिको क्राउड, यतिको मान्छेहरूले एप्रिसिएट गरिराख्नु भएको छ। फाइनेन्सियली हामी विन नै छौँ भनेपछि जस्तै दर्शकहरूले स्टिल पनि धेरै ठाउँहरूमा नेपालभित्र, नेपाल बाहिर, अझ इन्टरनेसनल लेभलमा जताततै पनि हाउसफुल अनि मान्छेहरूले एप्रिसिएट गरिराख्नु भएको छ, पोजिटिभ रेस्पोन्स दिइराख्नु भएको छ र आगामी दिनमा पनि यो पोजिटिभ रेस्पोन्स चाहिँ यत्तिकै बरकरार रहिरहन्छ जस्तो मलाई लाग्छ होइन। अनि फिल्मको आँकडा भनेको एउटा सम्भाव बिजनेस गर्ने पोलिसीले नै हामीले बनाउँछौँ, तर अहिले आएर यो बिजनेस भन्दा पनि मान्छेहरूसँग कनेक्ट भएको इच एन्ड एभ्रीवरसँग सबैसँग फिल्मले कनेक्ट भइरहेछ, सबैजनाको जुन माया, जुन इमोसनल कनेक्ट भएको छ नि, त्यो नै हाम्रो लागि जित हो। अनि सो फाइनेन्स पोइन्ट भन्दा पनि दर्शकले सबैले एप्रिसिएट गर्नुभएको छ, त्यो नै हाम्रो टिमको आबाट आमाको जित, त्यो नै हो हाम्रो लागि चाहिँ। आबाट आमा दुईको नि घोषणा भइसकेको छ, अब अहिले श्रीजी देखिँदैन होइन, राधा र कृष्णको जोडी मात्र दोहोरिने हो कि क्या हो? राधाजी के भन्नुहुन्छ यसमा? तपाईँबाटै जान्न चाहौँ न। मलाई यो विषयमा चाहिँ अलिकति बेसी केही पनि थाहा भएन हो, अनाउन्समेन्ट गर्नुभएको छ, तर त्यस्तो कुरा भएको छैन। यो क्वेसन चाहिँ हजुरले हाम्रो डिरेक्टर सरलाई गर्नुपर्छ, यही हुनुहुन्छ डिरेक्टर सर। अब दर्शकको माग छ राधा र कृष्णको बिहे हुनु पर्यो भनेर होइन, कि अब दसैँमा पल शाह र उषाको बिहे हुने हो, राधा कृष्णको बिहे गराइदिने हो दसैँमा?
अहिले कुन क्यारेक्टर को गर्ने कति आर्टिस्ट छ को आर्टिस्ट आउँछ भनेको फिक्स भएको छैन। हामी अहिले अझै स्क्रिप्टमा काम गरिरहेछौँ। अहिलेको लागि चाहिँ पल्सा मात्रै फाइन हुनुभएको छ होइन। त्यही भएर कसैको नाम लिएर या नलिएर अहिले बिचरा कसैको मन नदुखाउँ, किनकि कलाकार एउटा फिल्ममा काम गऱ्यो भन्दैमा सधैँ काम गर्नुपर्छ भन्ने छैन होइन। तर हामी एउटा फिल्ममा सफल भएको छौँ। अब अर्को फिल्ममा कस्तो कलाकार खोजिन्छ या कथाले कस्तो कलाकार माग्छ त्यो अनुसारले हामीले आर्टिस्ट छान्ने हो होइन। त्यही भएर अहिलेको लागि पल्साको आबाट आमा भनेर अगाडि बढौँ। पलजी राधासँग बिहे गर्न तयार हो के क्वेसन हो दसैँमा? होइन, सबभन्दा मलाई के खुसी लाग्यो भने चाहिँ हलभित्र चाहिँ 2 को बारेमा थाहा रहेछ उहाँहरूलाई होइन। अनि दसैँमा आउँदैछ भने थाहा रहेछ होइन। त्यो कुरा चाहिँ म एकदम खुसी छु। अब त्यो सँगसँगै अरू पनि छ है, राधासँग बिहे हुनु पर्यो, कृष्णको पनि छ। होइन, उहाँहरूको दर्शकको एउटा हुन्छ नि अब माग छ होला होइन। कथामा आमा किन यस्तो भन्नुभयो होला, किन भेट भएन होला, राधासँग किन भेट भएन होला, त्यो छ होला। त्यो भनेको अलग पार्ट हो। अहिले चाहिँ मेन कुरा हाम्रो चाहिँ अहिले के हो भने चाहिँ आबाट आमाको पार्ट 1 अहिले 30औं दिनमा छौँ। 30औं दिनमा दर्शकहरूलाई 2 को पनि पर्खाइमा हुनुहुन्छ र 2 कहिले आउँछ दसैँमा, आगामी वर्षको दसैँमा आउँदैछ भने थाहा छ उहाँहरूलाई। र हामी एकदम पर्खाइमा छौँ भन्नुभयो। आज म एकदम खुसी छु, किनभने 2 को लागि उहाँहरू पर्खाइमा हुनुहुन्छ। र दसैँमा यसपालिको दसैँमा चाहिँ दसैँमय चाहिँ आबाट आमा 2 मय हुँदैछ। यसको लागि पनि हामी अहिलेदेखि नै खुसी छौँ। तर कुरा के हो भने कुरा के हो भने अब 2 चाहिँ 1 को कन्टिन्युटी होइन, नयाँ कथा हो होइन। 1 मा जुन कुरा पूर्ण भएको छैन त्यो 2 मा हुन्छ भन्ने कुरा चाहिँ हुँदैन, किनकि कथा नै नयाँ हो होइन। त्यही भएर नयाँ क्यारेक्टर नयाँ कथामा हामी अगाडि बढिरहेछौँ। त्यही भएर 1 मा नभएको कुराहरू सायद 2 मा खोज्नुहुन्छ। त्यही भएर हामी 1 भन्दा धेरै नै स्ट्रङ, धेरै नै पावरफुल स्टोरी लिएर, अझ इमोसनल, अझ राम्रो कथा लिएर, अझ स्ट्रङ स्टार कास्ट लिएर आउँदैछौँ 2 मा। ओके, जस्तो अब दसैँ नै किन रोज्नुभयो होइन, फिल्म फेस्टिभल त भनिन्छ भन्न चाहिँ दसैँको बेलामा सँगसँगै अलि धेरै नाम चलेको फिल्म, अर्को फिल्म पनि आउँदैछ छमाया छपक्कै, विराज भट्ट र समीर भट्टको 12 गाउँ 2 पनि आउँदैछ होइन। त्यसमै मिसन आउनुभएको हो कि? हाम्रो कम्पिटिसन कसैसँग केही पनि छैन, हामी मात्रै आउँदैछौँ। अहिलेलाई हामीले को फिल्म आउँदैछ कुन आउँदै छैन भनेर हामीले हेरेको पनि छैनौँ, देखाएको पनि छैनौँ होइन। हिन्दी आउँदैछ अरे, हिन्दी फौजी भन्ने फिल्म आउँदैछ त प्रवासको होइन र, त्यत्रो ठुलो फिल्म आउँदैछ। हामीले त्यो पनि नाम लिउँ नि त। तर कसैसँग कम्पिटिसन होइन। हाम्रो कथा नै जमरा र आमाको पर्खाइ कथा भनेछौँ भने जमरा दसैँमै हुने हो के अरे होइन। त्यही भएर हामी जमराको कथा हो, दसैँमै आउनुपर्ने कथा भएर आउँला हो। किनकि यो कथा अब हामीले फिल्म सारेर तिहारमा या नयाँ वर्षमा आउनु मिल्दैन, या यो दसैँमा या अर्को दसैँ हो। अब अर्को दसैँ कुर्नुभन्दा दसैँ नजिक छ, फिल्म चलिरहेको छ होइन, दसैँमै आउने त्यही भएर प्लान गरेको। ओके, पल चाहिँ एउटा त्यसमा सोधिराखेँ, दसैँमा अरू फिल्म त आउँदैछन् कि सँगसँगै अनमोल केसीको बाटुलो जुन पनि आउँदैछ? तपाईँले भन्नुभएको थियो कि अनमोल केसीको सँग कुरा भएको थियो बाटुलो जुनको लागि भनेर होइन। बाटुलो जुन पनि दसैँमै आउँदैछ होइन। अब के भन्न चाहनुहुन्छ? आबाट आमा 2 पनि दसैँमै आउँदैछ, बाटुलो जुन पनि दसैँमै आउँदैछ। एकदमै स्वागत छ उहाँहरूलाई। अनि अनमोल हामी बसेर सँगै टिका लाउँला होइन, हलहल भिजिट गरौँला, जमरा लाउँला होइन। अब हाम्रो अघि दाइले भने जस्तै आबाट आमा 2 जमराको कथा हो होइन, पर्खिरहेको आमाको कथा हो। देश विदेशमा रहनुहुने सम्पूर्ण छोराछोरीको लागि बनाएको कथा हो। त्यही भएर हामी पनि दसैँमा टिका लगाएर जमरा कानमा राखेर शिरमा राखेर आशीर्वाद लिएर हामी हलहलमा आउनेछौँ भिजिट गर्न। र अनमोलजीहरू अरू सबै अरू नाम लिनुभएको सबै आर्टिस्टहरूलाई पनि एकदम स्वागत छ। सँगै मिलेर चाहिँ चलचित्र चलाउँला, सँगै दर्शकलाई भेटौँला भन्न चाहन्छु। ओके, हस्, थ्याङ्क यू सो मच र शुभकामना। अझ बढी माया र सफलताको 100 दिन 200 दिन मनाओस् आबाट आमाले, शुभकामना छ। धन्यवाद। र यो चैत महिनाभरि पनि चलचित्र हलमा लागिरहनेछ। जसले फिल्म हेर्न छुटाउनु भएको छ, अहिलेसम्म चुनावको कारणले गर्दाखेरि चाहिँ आउनु पाउनु भएको छैन, हलसम्म जान पाउनु भएको छैन। अहिले चुनावी माहौलमा कस्तो होला के होला, बाहिर जान निस्किन मिल्ला कि नमिल्ला भन्नुभयो होला। तर चुनाव सकेपछि पनि तपाईँहरू चाहिँ हलमा आएर निर्धक्कका साथ चाहिँ हलमा आएर हेर्नु होला। आबाट आमा चैत्र महिनाभरि र वैशाख महिनाभरि पनि लाग्नेछ भन्न चाहन्छु। र दसैँमा आबाट आमा 2। थ्याङ्क यू।